आज हामी यो इरान इजरायल द्वन्द्वको अलि गहिराईमा जाँदैछौँ, खास गरी यसको इतिहास, इरानको शासन परिवर्तन अनि त्यो आणविक अप्रसार सन्धिको कुरा। एकदम। यो अहिलेको तनाव बुझ्न त इरानको त्यो 70को दशक अघिको अझ 1950कै दशकको कुरा कोट्याउनु पर्छ जस्तो लाग्छ। हो नि, 1951मा त्यहाँ चुनाव भएर मोहम्मद मोसद्देक प्रधानमन्त्री बनेका थिए भन्ने छ। हो, प्रजातान्त्रिक तरिकाले नै। अनि उनको एउटा ठूलो कदम थियो इरानको तेल उद्योग, जुन वर्षौंदेखि ब्रिटिसहरूको हातमा थियो, त्यसलाई राष्ट्रियकरण गर्ने। अनि त्यसले त बेलायत, अमेरिका जस्ता पश्चिमा देशहरू झस्किए होलान् नि। झस्किए भन्दा पनि अलि बढी नै भयो। उनीहरूको स्वार्थमा ठूलो चोट पुग्यो नि त। अनि त्यसैको परिणाम हो 1953मा भएको त्यो अपरेसन आयाक्स। के रे त्यो अपरेसन आयाक्स, जो त CIA र MI6 ले मिलेर गरेको भन्ने छ नि, मोसद्देकलाई हटाउन। ठ्याक्के। उनीहरूले मिलेरै मोसद्देकको सरकार फालिदिए र शाह मोहम्मद रेजा पहलवीलाई फेरि शक्तिमा ल्याए। यसले इरानी जनतामा पश्चिमप्रति एउटा गहिरो अविश्वास र रिस रोप्यो, जसको असर आजसम्मै छ। है, अनि शाह फर्केपछि उनी त पश्चिमतिरै ढल्केका थिए भन्छन्। एकदम। पुरै अमेरिकाको मान्छे जस्तै भए। उनको पालामा अलिअलि आर्थिक सुधार त भयो, तर राजनीतिक रूपमा चाहिँ एकदमै दमनकारी शासन थियो। त्यो सावाक भन्ने गोप्य प्रहरी थियो रे नि। हो, सावाक। त्यसले हजारौं, भनौं न 25,000 देखि 1 लाखसम्म राजनीतिक विरोधीलाई जेल हाल्ने, यातना दिने, मार्नेसम्म गर्यो। यही दमन अनि त्यो पश्चिमा प्रभावप्रतिको असन्तुष्टिले गर्दा नै हो 1979मा इस्लामिक क्रान्ति भएको। जसले शाहलाई हटायो अनि आयतुल्ला खोमेनी आए, इरानै बदलियो। अमेरिकासँगको सम्बन्ध त शत्रुतामै गयो, होइन? पुरै उल्टियो। त्यो क्रान्तिले मध्यपूर्वको नक्सा नै परिवर्तन गर्यो भन्दा हुन्छ। अमेरिकासँगको दोस्ती टुट्यो, कट्टर दुश्मनी सुरु भयो। यही पृष्ठभूमिमा आणविक कार्यक्रमको कुरा पनि जोडिएर आउँछ। ल, त्यसो हेरे आणविक पाटोतिरै लागौं। त्यो NPT, आणविक अप्रसार सन्धि, के हो त्यो खासमा? NPT, नन प्रोलिफरेसन ट्रिटी, 1968मा आएको। यसको मुख्य 2टा लक्ष्य थिए। 1, नयाँ देशले आणविक हतियार बनाउन नपाउने। 2, पहिले नै बनाइसकेका 5 देश, अमेरिका, रुस, बेलायत, फ्रान्स, चीनले बिस्तारै आफ्नो हतियार हटाउने। तर सबैले मानेन नि यो सन्धि। जस्तो इजरायल, भारत, पाकिस्तान, उनीहरू त बाहिरै बसे। हो, अनि इजरायलसँग त हतियार छ भन्ने सबैलाई थाहा छ। यही नेर हो NPTको आलोचना हुने। एकातिर बाहिरकाले बनाए, अर्कोतिर भित्रका 5 शक्तिले पनि निशस्त्रीकरण गरेनन्। हो त नि, त्यसलाई त पाखण्ड नै भन्छन् क्यारे। अनि इरानले चाहिँ हस्ताक्षर गरेको थियो? शाहको पालामा गरेको थियो। तर पछि जब यी शक्ति राष्ट्रहरूले आफ्नो वाचा पूरा गरेनन् अनि इजरायल जस्ता छिमेकीसँग हतियार भयो, तब इरानलाई पनि हामी चाहिँ किन पछि हट्ने भन्ने भयो। उत्तर कोरिया त सन्धिबाटै निस्कियो। अनि त्यो 2015को JCPOA सम्झौता नि, त्यो ओबामाको पालामा भएको हो। JCPOA त्यो ठूलै पहल थियो। इरानले आफ्नो आणविक कार्यक्रम जस्तै युरेनियम तख्सिबलाई सीमित गर्ने, बदलामा पश्चिमा देशले आर्थिक प्रतिबन्ध हटाउने। केही वर्ष अलि शान्ति जस्तो भएको थियो। तर त्यो पनि टिकेन। 2018मा ट्रम्पले अमेरिकालाई त्यसबाट निकाले। ट्रम्प प्रशासनले भन्यो यो सम्झौता काफी छैन। यसले इरानको मिसाइल कार्यक्रम, क्षेत्रीय गतिविधि रोक्दैन, केही बुदापछि आफै सकिन्छ, सनसेट क्लजेस भन्ने जस्ता कुरा उठाए। अनि फेरि कडा प्रतिबन्ध लगाए। त्यसपछि त इरानले पनि बिस्तारै सम्झौता मान्न छोड्यो होला नि। हो, प्रतिक्रियामा इरानले पनि युरेनियम तख्सिब बढाउन थाल्यो। तनाव फेरि उकालो लाग्यो। यो आणविक तनाव एकातिर छ, अर्कोतिर त्यो भूराजनीतिक खिचातानी। इजरायल भन्छ इरान हाम्रो अस्तित्वकै लागि खतरा हो। इरान भन्छ इजरायललाई समाप्त पार्नुपर्छ। तर सिरै लड्दैनन् रे, प्रक्सी वार गर्छन् रे। प्रक्सी वार मतलब अरूलाई अघि सारेर लड्ने, किनभने सिधै भिड्दा दुवैलाई ठूलो क्षति हुन्छ। इरानले के गर्छ भने उसको प्रतिरोधको एक्सिस अफ रेजिस्टेन्स भन्ने समूहहरू छन् नि। त्यो हमास, हिजबुल्ला, यमनको हुती, सिरियाको असद सरकार,
इराकका मिलिसियाहरू हैन? हो इरानले यिनीहरूलाई पैसा हतियार तालिम दिएर बलियो बनाउँछ अनि यिनीहरू मार्फत इजरायल र अमेरिकी स्वार्थमाथि दबाब दिन्छ। यो एक किसिमको असम्मित युद्ध रणनीति हो। है अनि अहिलेको अवस्था त झन् गाह्रो छ। अक्टोबर 7 को हमास हमला, त्यसपछि गाजामा इजरायलको कारवाही, अनि फेरि इजरायलले सिरियामा इरानी कन्सुलेटमा हानेपछि त हो त्यसपछि त इरानले पहिलो पटक इजरायलमाथि सिधै ड्रोन र मिसाइल हान्यो। यो निकै ठूलो कुरा हो। यसले द्वन्द्वलाई नयाँ मोड दिएको छ। अनि इजरायलले इरानको आणविक केन्द्रमा हान्न खोजेको कुरा नि, त्यो फोर्डो भन्ने ठाउँ। त्यो सधैँ चर्चामा रहन्छ। फोर्डो एकदम सुरक्षित पहाडभित्र छ। त्यसलाई भत्काउन विशेष खालको बङ्कर बस्टर बम चाहिने रे, जुन अमेरिकासँग मात्र पर्याप्त छ भनिन्छ। त्यसैले अमेरिकाको भूमिका यहाँ निकै महत्त्वपूर्ण हुन्छ। यो सब सुन्दा त को ठिक को बेठिक छुट्याउनै गाह्रो। यो त खालि स्वार्थको लडाईँ जस्तो पो देखिन्छ। भूराजनीतिमा त्यस्तै हुन्छ प्राय। नैतिकता भन्दा राष्ट्रिय स्वार्थमाथि हुन्छ। जसको शक्ति उसको भक्ति भने जस्तै। स्थायी मित्र स्थायी शत्रु भन्ने हुँदैन, स्थायी स्वार्थ मात्र हुन्छ। तर एउटा कुरा, जब इरानमाथि बाहिरबाट खतरा बढ्छ, भित्रका मतभेद बिर्सेर राष्ट्रिय एकता झन् बलियो हुन्छ भन्छन् नि। हो, त्यो पनि देखिन्छ। बाहिरीय दबावले आन्तरिक एकता बढाउन मद्दत गर्छ कहिलेकाहीँ। यो सबै छलफलपछि एउटा प्रश्न मनमा आउँछ। भन्नुस् न। यदि आणविक शक्ति भएका देशले निशस्त्रीकरणको बाचा पूरा गर्दैनन्, एनपिटी बाहिरकाले हतियार बनाइरहन्छन् भने भविष्यमा अरू देशले पनि आफ्नो सुरक्षा आफै गरौँ, सन्धि किन मान्ने भनेर आणविक हतियार बनाउन थाल्लान् कि? एकदमै गम्भीर प्रश्न हो यो। यदि त्यस्तो भयो भने अन्तर्राष्ट्रिय सन्धिहरूको के अर्थ रहला र? अनि विश्वव्यापी स्थायित्वको के होला? यो साँच्चै नै हामी सबैले सोच्नुपर्ने कुरा हो।